मटर पनीर फर द फर्स्ट टाइम मेरो च्यानलमा मैले हालिसकेको छु रेसिपी। च्यानल भन्दा नि एकाउन्ट होला है, टिकटक एकाउन्टमा चाहिँ हालिसकेको छु र त्यसो केही छैन, एकदमै सिम्पल रेसिपी छ का मेरो चाहिँ, किनकि हामी त्यो मर मसलाहरू खाँदैनौँ नि त, त्यही भएर घरमा जस्तो मसलाहरू हुन्छ त्यस्तै नै हाल्ने गर्छु। अनि यहाँ चाहिँ मैले चाहिँ पनिर फ्राई गर्दै थिएँ। अनि योभन्दा अघिल्लो भिडियोहरू पनि हेर्नुभएको छैन भने चाहिँ हेर्नु होला। सबैजनाले भेज नन भेज अनि यसरी पनिर अब हुन्छ नि सबैको रेसिपीहरू अब आउँछ पनि। अनि तपाईहरुलाई चाहिँ के पकाएको भिडियोहरू अब मनपर्छ, रेसिपी के चाहिन्छ भन्नुभयो भने चाहिँ म पकाउने कोसिस गर्छु र भिडियो पनि हाल्ने कोसिस गर्छु। अब तपाईहरुले कमेन्ट गर्नुभएछ भने चाहिँ अनि मेरो चाहिँ अर्को युट्युब एकाउन्ट पनि छ, युट्युब च्यानल पनि छ, सबैजनाले गएर भिजिट गर्नु होला, सिर्जना ब्लग्स है। अनि यहाँ चाहिँ मैले यो पनिर अगाडि नै फ्राई गरेकै त्यो उयो कराईमा पकाएको नि त। अनि पनिर चाहिँ खासै राम्ररी पनिर नै भएको थिएन कि, न फ्रिजमै राखेको थिएन, कस्तो सबै टाँस्यो क्या त्यहीँ। अनि त्यही भएर न कराई मजाले नतातेर हो, तर पनि तातेको थियो, मैले भिडियोमा देखाएको चाहिँ मजाले फ्राई भएको थियो है, फ्राई गर्दा नै। तर त्यस्तो भएको थियो, त्यस्तो डढेको ओरेको केही नभन्नु है, राम्रै छ एकदमै टेस्टी भएको थियो। सबैलाई मैले अब दिएर कस्तो भयो भनेर सोधेको थिएँ, मैले भिडियो चाहिँ गरिनँ। एउटा भोइस ओभर गरौँ भनौँ कि त कल आउँछ कि त यहाँ मान्छेहरू बोल्नुहुन्छ, म कति टेक लिइसकेँ है यो भोइस ओभरमा, तर के गर्नु रिस उठिरहेको छ मलाई चाहिँ। तर पनि रिस उठि नै हाँसेर बोल्नुपर्छ नि त। अनि तपाईँलाई मेरो भोइस कस्तो लाग्छ कमेन्ट पनि गर्नु ल। अनि यति मिठो भएको थियो मटर पनिर, हेर्नु न। यो चाहिँ मैले भोइस ओभर चाहिँ अब यो भिडियो चाहिँ 2 दिन अगाडिको, अनि मैले चाहिँ पछि भोइस ओभर गर्दैछु नि त, त्यो हेर्दा नि कस्तो खाम लागिरहेछ क्या, एकदमै टेस्टी बनेको थियो मटर पनिर चाहिँ। अनि यहाँ चाहिँ चिया र डोनट। यति नै भिडियो चाहिँ, बाई।